हेलो साथीहरू, नमस्ते। टाछिदिले सबैलाई अस्ति मैले तपाईहरुलाई देखाइसकेको थिएँ कि बिफको खुट्टा कसरी बनाउँछ भनेर। त्यसरी नै आजको फेरि मेरै बुढी नानीहरुको डिमान्ड र जाने बेला पनि भयो। उनीहरुको डिमान्ड छ केएफसी लेग पिस कसरी बनाउने र कसरी खाने। खाने त अहिले म देखाइहाल्छु लास्टमा हजुरहरुलाई, र कसरी बनाउने त्यो देखाउन गइरहेको छु। र प्लिज अहिले त मेरो सामानहरु देख्नु भयो होला, यति नै यहाँनिर मैले राखिरहेको छु र बनाउँदै गएपछि फेरि भिडियोमा अगाडि बढाउँला। र अहिलेसम्मको लागि हजुरहरु हैन मेरो साथमा रहनुस्, स्टे ट्युन। फेरि पनि म तपाईहरुको यसमा आइसकेको छु। अघि त त्यस्तै थियो र अहिले त के सामान चाहिन्छ भन्ने छ। र घरमा खाने खासै इम्पोर्टेन्ट त केही छैन, केएफसी जस्तो त बनाउन सकिँदैन, तर घरमा जो नानीहरुलाई खुसी र फ्यामिलीलाई खुसी पार्नुको लागि यति नै काफी छ। सबभन्दा पहिला ब्रेड क्रम्स। मैले ब्रेड क्रम्स चाहिँ किन युज गरिरहेको छु भने कि अहिले बनाउँदाखेरि यसमा डिप गरेर फ्राई गर्नुको लागि। त अरूले त अल पर्पज फ्लावर युज गर्छ, त्यो गर्दै पनि राम्रो हो। र यसमा कर्नफ्लावर छ त्यो बाद मिसाउनुको लागि। अरूले मसलाहरू के हाल्छ, तर मलाई चाहिँ म्यागी मसला बेस्ट लाग्यो हाल्नुको लागि। अन्डा राखेको छु, यो अहिले फ्राई गर्दा नफुटोस् भनेर। यो ब्ल्याक पेपर, यो तपाईको जिन्जर पेस्ट, गार्लिक पेस्ट, टमाटो सस, सोया सस, यो तपाईको रेड कलर जो कि अहिले कलर दिनको लागि। यसमा फेरि मैले हल्दी र यसमा फेरि यो तपाईको जिरा पाउडर र अहिले यसमा अहिले सल्ट चाहिँ मैले राख्नु बिर्सिसकेको रहेछु। सल्ट पनि अब अहिले त्यो सबैलाई थाहा छ सल्ट युज हुन्छ भनेर। र अब चाहिँ म मिक्स गर्नेको कार्यक्रममा जान्छु र तपाईहरु मसित हेर्दै गर्नुस् होला। र साथीहरु, अघि त्यो मैले देखाइसकेको छु के गर्नुपर्ने। र अहिले चाहिँ यसको मिक्सअपको कारबाही हुँदैछ। र यो अदुवाको पेस्ट हो हैन। यसलाई तपाईको आफ्नो हिसाबले हाल्नुस् होला, कति हाल्नुहुन्छ। यो त मेरो हिसाबले म आफै हालिहाल्छु कति हाल्नुपर्छ, तपाईको हिसाबले कति हाल्नुहुन्छ हैन। यो अदुवाको भयो, यो लसुन, यो पनि आफ्नो हिसाबले हाल्नुस् कति हाल्नुहुन्छ। जति आफूलाई टेस्ट जति दिन्छ फ्लेभर यसले त्यति नै हाल्नुस् होला। त्यसमा फेरि हल्का अब यो अघि मैले भने तपाईलाई रेड कलर यसमा फेरि हल्दीले पनि हल्का कलरै फ्याल्छ यसले पनि लास्टमा गएर। यसमा मैले फेरि अहिले अलिकति जिराको हल्का टेस्ट र अहिले ब्ल्याक पेपर र अघि नै भनिसकेको छु तपाईलाई म्यागी मसला। मैले चाहिँ अहिले यसमा कतिवटा युज गर्छु, एउटा दुईटा तिनवटा र यसले चारवटा युज गर्छु। दुईवटा अहिले युज गर्छु, अहिले हेर्छु राम्रो भएन भने फेरि हाल्छु त्यसलाई। यसमा हल्का सोया सस, ज्यादा हाल्नु हुँदैन यसलाई। यसमा हल्का फेरि टमाटो सस, यसमा हल्का नमक मतलब नुन, यसमा इम्पोर्टेन्ट अलिकति कर्नफ्लावरको पनि जरुरी हुन्छ। अब छुट्टी त छैन रहेछ साथीहरु, यस्तो गर्नुपर्छ यसलाई गरेपछि। यो चाहिँ नेपाली स्टाइल। र यसमा फेरि अन्डा, हुँदैन त हौ। यति भएपछि तपाईले यसलाई हल्का यस्तो गर्ने हो र यो यसरी चलाउनु हेर्नुस्, चलाउनुको कारबाही। अब
अगर यसमा कलर तपाईँलाई कम्ती लाग्दैछ भने आफ्नो हिसाबले तपाईँले हाल्नु सक्छ। जस्तो कि मलाई कम्ती लाग्दैछ, यसमा के हाल्नुपर्ने भनेदेखि हल्का यो कलरलाई हाल्नुपर्छ र हल्का धेरै होइन, थोरै मात्रामा हल्दी हाल्नुपर्छ। र पनि यसलाई फेरि यसरी चलाउने, चलाएपछि यसको कार्यक्रम अहिले यहाँ खत्तम भयो। अब आउँछ तपाईँको लेग पिस। लेग पिसको कटिङ हेर्नुहोस् होला, यसरी कटिङ गरेको ताकि यसमा मसला राम्रोसित पसेको हुनुपर्छ। र यसलाई दुईटा हातको मद्दतले यो स्टाइलले यसलाई चलाएर मजाले यसको मसला भित्र पसेको हुनुपर्छ। चलाएपछि यसलाई कमसेकम हाफ एन आवर्स, ज्यादा से ज्यादा म त हाफ एन आवर्स युज गर्छु, र नभए 15 मिनट म्यारिनेटको लागि फ्रिजमा हाल्नुहोस्, राम्रो हुन्छ। फ्रिजमा हाल्यो भने यो टाइट बस्छ र यसको मसलाहरू भित्र बस्छ, किन चिसोको कारणले गर्दा सबै मसलाहरू यो भित्र राम्रोसित पसेर रेडी भइसकेको हुन्छ। र अहिलेसम्म यो रेडी म्यारिनेटको लागि रेडी भइसकेको छ। अब म यसलाई फ्रिजमा हाल्छु। ल अघि हजुरहरूलाई त्यो मैले देखाइसकेको थिएँ होइन, त्यसबाट मैले फ्रिजबाट निकालिसकेको छु। कमसेकम मैले हाफ एन आवर चाहिँ राखेँ, अलिकति ज्यादै राखेँ भनौँ। र त्यसलाई हेर्नुहोस्, अघि आधी त बनाइसकेँ, त्यो देखाउनु सकिनँ किनकि सबै भिडियो यसरी खिच्नु सकिँदैन। र हेर्नुहोस् अहिले हेर्नुहोस्, यो स्टाइलले यो मैले यो ब्रेड क्रम्समा यसरी उयो गरेको छु, मिक्स गरेको छु। र बनाउँदाखेरि हेर्नुहोस्, अहिले मैले बनाउँदैछु यहाँनिर मैले यहाँ यसरी हेर्नुहोस् कति राम्रो भएको देख्छ, कति राम्रो छ हेर्नुहोस्, कति राम्रो देखेको छ होइन। एकदम कम्ती रातमा पकाउनुपर्छ, एकदम कम्ती रातमा पकाउनुपर्छ, कारण यो भित्र मासुहरू पाकेको हुनु पऱ्यो होइन। न त फेरि मासु पाक्दैन, एकदम ठिक्कैको रातमा पकाउनुहोस्। अनि यो भित्र यसको उयो भएर राम्रोसित पाक्छ। र हेर्नुहोस् अहिलेसम्म बनाएको यस्तो छ, यो हाम्रो लोकल टाइपको केएफसी। तर पनि जोस् आफ्नो बुढी नानीहरूसित यसरी बनाएर दिनु र खानु पाउनु धेरै खुसी लाग्छ। अब जाने दिन पनि आयो, बुढीहरूलाई खुसी राख्नु पर्छ, आफ्नो फ्यामिलीलाई जहिले पनि खुसी राख्नुपर्छ। र यसरी नै भन्दै आजको लास्ट यति नै थियो मेरो। र सबैलाई हजुरहरूलाई थ्याङ्क यू, गुड बाई, टेक केयर एन्ड गुड नाइट।